इन्द्रेणी तालको बोर्ड खेल्नलाई हामी यहाँ लुगा लाउँदैछौँ। यता भाइ हुनुहुन्छ, हामीलाई दिइराख्नु भएको छ। हेलो हेलो भाइ, तपाईँको नाम भनिदिनुहोस् न त। मेरो छोराले यहाँ बनाइदिँदै हुनुहुन्छ, गर्नुभएछ। ठेकम त गनाएन त्यतिकै होस् हौ, उडाउँदैन होला खोइ। यो त हुँदैन रहेछ। मलाई लाउने तरिका हेलो हेलो, यहाँ मलाई लाउने तरिका नआएको कि भन्दा पनि, तर मैले एक हातले क्यामेरा पक्रिराखेको छु। मलाई अहिले अलिक नअटेको जस्तो पनि लागिरहेको छ, तर भाइले म बनाइदिन्छु दिदी, होइन यही साङ्ग्रो छ भन्दै मलाई तपाईँ मोटो भएर होइन भनेर फुर्काउँदै हुनुहुन्छ। तर होइन नि, म ज्यान पनि मोटो छु भन्दै म पनि भाइले हेल्प गरेर लगाइदिइसक्नु भयो। अनि भाइको नाम सोधेको, भाइ त मुसुक मुसुक हाँसेर नाम पनि भन्नु भएन। अनि यस्तै यस्तै छ, यहाँ चाहिँ एकदम सस्तो छ है, टिकट त्यस्तो महँगो छैन, एकदम रमाइलो हुनुहुन्छ। अब हामी सम्पूर्ण हाम्रो फ्यामिली चाहिँ यहाँ बोर्ड खेल्नुलाई एकदम तयार भएर हिँड्दैछौँ, जाँदैछौँ। अघि चढिसकेँ, मेरो देउरानी भदैनी अनि अब छोरा म चढ्दैछौँ। अनि हाम्रो देवर बाबु चाहिँ नचढ्ने भन्दै हुनुहुन्थ्यो, तर पनि तपाईँले लु टिकट बिनामा पनि आउनुहोस् भन्दै हुनुहुन्छ यता सबैजना। अनि एकदम यहाँ सस्तो रहेछ टिकट पनि। दाइले यदि टाढाको मान्छेलाई टिकट पर्दैन, लु आउनु भन्दै बोलाउँदै हुनुहुन्छ। अनि दाइको पनि नमस्कार, ल मेरो पनि नमस्कार छ है भन्दै हुनुहुन्छ। एकदम दाइले अब हामीलाई इन्जोय गराउनुहुन्छ एकछिन भए पनि। एकदम अब इन्द्रेणी तालमा गइसकेपछि इन्जोय त गर्नै पर्यो नि, होइन। बोर्ड खेलेर हजुरहरू कतिजना सबै आइसक्नु भएको होला, पुगिसक्नु भएको होला। तर यदि पुग्नु भएको छैन भने तपाईँहरू पनि इन्द्रेणी ताल जसरी जानुहोस्। इन्द्रेणी ताल एकदम रमाइलो ठाउँ छ। अनि बोर्ड खेल्नुलाई एकदम इन्जोय गर्नुपर्छ, एकछिनको लागि पनि इन्जोय गर्ने एकदम रमाइलो छ। त्यहाँको दाइ भाइहरू पनि एकदम रमाइलोको साथ हामी यसरी इन्जोय गर्दैछौँ। यो चाहिँ अलि अस्ति नै 1-2 दिन अगाडि नै हाल्नुपर्ने, तर अलिक स्वास्थ्य गडबड भएकोले गर्दा म अहिले पनि त्यस्तो निको त भइसकेको छिनँ, एकदम रुगा मार्गीले। तर पनि म चाहिँ एकदम इन्जोय गर्दै बोर्ड खेल्दैछौँ। सबै सम्पूर्ण तपाईँहरू पनि मेरो युट्युब च्यानलमा लाइक कमेन्ट गर्नुभएको छैन भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। किनभने मेरो युट्युब च्यानलको नाम चाहिँ चाली लिम्बू भ्लग छ है। हजुरहरूले कतिले त मलाई चिन्नुहुन्छ होला, कति अब नयाँ मेरो साथीभाइहरूले मलाई चिन्नुहुन्न होला। तर तपाईँहरूको एकदम साथ सपोर्टको एकदम जरुरी छ। म चाहिँ एकदम फुल इन्जोय गर्दैछु आज चाहिँ यसरी नै। तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो पछाडि कस्तो मजाले झन्डा फर्काउँदैछ। एकदम देशको माया भन्ने कस्तो हुँदो रहेछ हेर्नुहोस् त। अनि एकदम इन्जोय गर्दैछौँ। यहाँ दाइ पनि जाडो हुन्छ भनेर मुख छोप्यो, अरे हाई भन्दै हुनुहुन्छ दाइले पनि। एकदम झन्डा फरफराएको देख्दा नि कस्तो रमाइलो हेर्नुहोस् त। तर यहाँ चाहिँ मलाई लाग्यो कि जाडो महिनामा भन्दा पनि गर्मी महिनामा चाहिँ विशेष आउनै पर्ने रहेछ है। किनभने एकदम शीतल हुन्छ, किनभने एकदम रमाइलो ठाउँमा पनि रहेछ। यो चाहिँ दमकको 10 नम्बर अलिकति भित्र नै पर्दो रहेछ। साथी हो आउँदा हुन्छ है तपाईँहरूलाई पनि, यदि रमाइलो ठाउँले छोड्नु हुँदैन। हाई हेलो अरे मेरो देउरानीलाई पनि यतिको इन्जोय चाहिँ गर्नै पर्यो नि, होइन साथी हो। सबैभन्दा मान्छेले बाँचिन्जेल त हो, बाँचिन्जेल खुसी रमाइलो इन्जोय गर्ने हो। सब थोक एकछिनको लागि अनि टेन्सनलाई बिर्सेर भुलेर एकदम इन्जोय गर्ने हो। यदि तपाईँहरू पनि यसरी नै इन्जोय गर्नुहोला। जहिले पनि म चाहिँ इन्जोय गर्नु मात्र मन पराउँछु, रुचाउँछु। के भएको म जस्तो को हुनुहुन्छ, तपाईँहरू पनि हुनुहुन्छ भने मेरोमा एकदम लाइक कमेन्ट सेयर गर्नुहोला। अनि त मैले कति नजानेको कुराहरू, मिस्टेक गरेको कुराहरू कमेन्टमा भनिदिनु होला है, प्लिज रिसाउने होला म छुइनँ। हजुरको एकदम साथ सपोर्टको जरुरी छ, त्यसै कारणले पनि हो। र अनि यदि मेरो भिडियो मन नपरे पनि हजुरहरूले हेरेर इन्जोय गर्नुहोला। यस्तै छ मेरो चाहिँ, जहिले पनि रमाइलो मात्र गर्नु मन लाग्छ हौ साथी हो। तपाईँहरू को हुनुहुन्छ रमाइलो गर्नुमा। अनि यस्तै छ। अनि देवर बाबुले सोधेको, देवर बाबुलाई पनि रमाइलो भयो अरे, छोरालाई पनि रमाइलो अरे। आमा नै रमाइलो चाहिएपछि छोरा त जुन रमाइलो चाहिँ नै हाल्छ नि, के गर्नु। आमा नै इन्जोय मात्र गर्नु मन लाग्छ, छोरा त्यसै इन्जोय
मेरो छोरा जस्तो कसको छोरा होला हौ। मेरो छोरा एकदम इन्जोय गर्न रुचाउँछ, एकदम झिल्के झिल्के पनि छ है मेरो छोरा। अनि हामी चाहिँ यसरी खेल्दैछौँ आज एकदम इन्द्रेणी तालमा इन्जोय गऱ्यौँ, रमाइलो गऱ्यौँ। अब त्यहाँदेखि बाहिर निस्केपछि के कस्तो हुन्छ हजुरले देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ एकदम हामी चटपटी खानुलाई रेडी। चटपटी एकदम मिठो बनाउनु हुँदो रहेछ है उहाँ दिदीले चाहिँ भिडियो नलिनु न बहिनी, मलाई त टिकटक बनाउनै लाज लाग्छ भन्दै हुनुहुन्थ्यो। दिदी बनाउनुपर्छ, केही हुन्न, फेरि पनि तपाईँको भिडियो देखेर आउनुहुन्छ नि। मैले भन्दै चटपट चाहिँ एकदम स्पेसल। बाहिरको चिज खासै म त्यति रुचाउँदिनँ, तर यहाँको चाहिँ चटपटी मलाई साह्रै स्पेसल लाग्यो है। दिदी चाहिँ लुक्दै हुनुहुन्छ।